जस्तो छौँ। अनि हेर्न अब हामीले जान्यौँ कि एउटा अनजान भइकिन हैन जागो नरहनेहरू चाहिँ कम्ती नै पिटाइ खान्छ भनेको छ। तर जानी जानी पनि हैन जागो नरहनेहरूको चाहिँ धेरै पिटाइ हुन्छ भनेको छ। यहाँ तपाईहरुले अघि मैले पढेर सुनाएको छु हैन। अनि त्यो कारणले तपाईँ र मलाई चाहिँ धेरै जिम्मेवारी दिनुभएको छ परमेश्वरले। हालेलुया। अनि यो बिहानको समय तपाईँ र म 6 बजेको समयमा सेवाकायमा आउनु चाहिँ नि तपाईँ र म जागो रहेको एउटा प्रमाण हो। हालेलुया। तपाईँ र म जागो रहेको प्रमाण हो। अनि भविष्यमा गएर एउटा तपाईँ र मेरो लागि एउटा एक्जाम्पल पनि हुन्छ हैन। मलाई थाहा छ नि प्रभुले सङ्घर्ष गर्न लागिराख्नु भएको जस्तो लाग्छ यो दिनहरूमा हैन। अनि धेरैवटा स्ट्रगलहरूको बिचमा सङ्घर्षहरूको बिचमा हामी छौँ सबैजना हैन। तर यो सधैँभरको लागि हामी सङ्घर्ष गरेको यही सङ्घर्ष हुन्छ भने हैन, जीवनमा अरू सङ्घर्षहरू होला। यो सङ्घर्षहरू एक दिन सकेर जान्छ। हामी 7 बजेदेखिको सेवाकायहरू गर्नेछौँ। हालेलुया। 7 बजेदेखि हाम्रो सेवाकायको टाइमहरू हुनेछ, अवश्य हुनेछ। अनि तबसम्मको लागि चाहिँ हामीले प्रभुमा एउटा यो मेहनत गर्ने समय हो। यो एउटा हामी एकदमै यो आशिष सम्झेर हामीले स्वीकार गर्नुपर्छ यो बिहानको समयलाई। अनि तपाईँ र म बिहानको समयलाई स्वीकार गर्दै गर्दाखेरि तपाईँ र म चाहिँ एउटा त्यो बुद्धिमानी भण्डारे बनेर बुद्धिमानी हितोपदेशको 2:1 7 समाको परमेश्वरको वचनले भनेको जस्तै त्यो बुद्धिलाई प्राप्त गर्नको लागि परमेश्वरले तपाईँ मलाई खटाउनु भएको त्यो भण्डारे चाहिँ तपाईँ र म हो। हालेलुया। तपाईँ र मैले चाहिँ त्यो बुद्धिलाई प्राप्त गर्नु पर्यो। त्यो बुद्धिलाई प्राप्त गर्दै गर्दाखेरि चाहिँ तपाईँ र मैले त्यो भण्डारमा सञ्चय गरिरहेको हुन्छौँ। हालेलुया। तर त्यो बुद्धिलाई प्राप्त गर्नु चाहिँ यतिकै मैले पाउँछु भन्ने कुरा होइन भनेर बाइबलले स्पष्ट दिएको छ हैन। स्पष्ट दिएको छ। त्यसको लागि चाहिँ हामीले कम्बरलाई कस्नु पर्यो, हामी जागो रहनु पर्यो, हाम्रो बत्ती चाहिँ बलिरहनु पर्यो। हालेलुया। हितोपदेशको 2:1 वचनले भन्छ हैन, त्यसलाई चाहिँ हामीले गार्दन जस्तै खोज्नु पर्यो, चाँदीलाई जस्तो, सुनलाई जस्तो खोज्नु पर्यो, परमेश्वरको भयलाई बुझ्नु पर्यो, त्यो समशक्तिलाई प्राप्त गर्नु पर्यो। हालेलुया। अनि मात्र तपाईँ र मेरो भण्डारमा चाहिँ सञ्चय हुन्छ। हालेलुया। जब तपाईँ र म चाहिँ यो कुराहरू गर्नको लागि तपाईँ र म कम्बर कस्न तयारी हुन्छ भने चाहिँ नि व्यवस्था 28:12 ले भनेको जस्तै स्वर्गको भण्डारलाई परमेश्वरले खोल्दै हुनुहुन्छ आजको बिहानको समय। हालेलुया। हैन, व्यवस्था 28:12 मा जुन कुरो परमेश्वरले भन्नुभयो। हालेलुया। यो चाहिँ तपाईले कहाँ पाउनुहुन्छ भने नि पहिलो राजा 7:51 मा पाउनुहुन्छ। हालेलुया। अनि तपाईँ र म चाहिँ के हो भन्नुस् त? मन्दिर हो। हालेलुया। हामी कसको मन्दिर हो? पवित्र आत्माको